सबैमा नमस्कार। म खड्गबहादुर दर्नाल। यति बेला म मृगौला प्रत्यारोपणपछि नियमित औषधि उपचारको क्रममा काठमाडौँमा रहेको छु र खास गरेर मृगौला रोग एउटा अत्यन्तै गम्भीर समस्याको रूपमा रहेको छ यति बेला र हाम्रो देश नेपालमा देशका विभिन्न भूभागमा देशका विभिन्न जिल्ला सदरमुकाम लगायतका सहरदेखि गाउँ घरसम्म चाहिँ यति बेला मृगौला रोगका बिरामीहरू तुलनात्मक रूपमा दिन प्रतिदिन बढिरहेका छन् र हरेक मृगौला सम्बन्धी समस्या भएपछि हामी सबै बिरामीहरू अथवा मृगौला रोगबाट पीडित व्यक्तिहरू चाहिँ त्रसित हुन्छौँ, हामी आत्तिन्छौँ, हामी डराउँछौँ र यो रोगबाट हामी चाहिँ छुटकारा पाउन सकिन्न र हामी मरिहालिन्छ कि भन्ने हामीलाई लाग्न सक्छ। तर मृगौला सम्बन्धी समस्या देखा परेपछि र मृगौला रोगको उपचार गरेपछि हामी यसका बाँच्नका लागि हामीलाई दुई किसिमले हामीलाई सहज हुने गर्दछ। एउटा मृगौलाको समस्या देखिसकेपछि र मृगौलाले काम गर्न छोडिसके पश्चात हाम्रो उपचार पद्धति विधि अनुसार एउटा डायलिसिसबाट हामी बच्न सकिन्छ। नियमित डायलिसिस हप्तामा 2 पटक या 3 पटक डाक्टरको चिकित्सकको सल्लाह अनुसार गरेर पनि हामी हाम्रो जीवनलाई बचाउन सकिन्छ हामीले डायलिसिसको माध्यमबाट भने। अर्को भनेको हामीसँग चाहिँ मृगौला प्रत्यारोपण अथवा किडनी ट्रान्सप्लान्ट गरेर पनि हामी जीवन बाँच्न सकिन्छ। त्यसैले गर्दाखेरि मृगौला सम्बन्धी समस्या देखा परिसके पश्चात कोही पनि मृगौला रोग लागेका बिरामीहरूलाई चाहिँ नआत्तिनको लागि र मृगौला रोग लागिसके पश्चात यसबाट हामी बाँच्न सकिन्छ भन्ने कुराका निम्ति हामीले अहिले थुप्रै मान्छेहरूले मृगौला प्रत्यारोपण गरेर आफ्नो जीवनको आयुलाई बढाइरहनु भएको छ र त्यही अन्तर्गत म पनि मृगौला प्रत्यारोपण गरेर मलाई पनि सुरुमा के लाग्थ्यो भने मृगौला रोग लागिसके पश्चात बाँचिन्न होला, सायद मरिहालिन्छ होला भन्ने लाग्थ्यो। तर पछि जब मृगौला प्रत्यारोपण गरेका साथीहरूसँग भेटघाट भयो र मृगौला सम्बन्धी डायलिसिस गरेर बसेका बिरामीहरूसँग भेटघाट भयो, उहाँहरूको कुरा सुने, उहाँहरूको दृढ आत्मविश्वासलाई हेर्दाखेरि मृगौला सम्बन्धी रोग भएपछि पनि हामीले उपचार गरेर बाँचिन्छ भन्ने किसिमको चाहिँ विश्वास बढ्दै गयो र अहिले म मृगौला प्रत्यारोपण गरेर एउटा स्वास्थ्य स्थितिमा निकै राम्रो सुधार आएको छ र अहिले मृगौला प्रत्यारोपण गरेको मेरो झन्डै 2 महिना 7 दिन भइसकेको छ र यो अवधिमा म मृगौला रोग सम्बन्धी पीडित व्यक्तिहरूलाई के भन्न चाहन्छु भने तपाईँ हामी नआत्तिकन यदि नियमित रूपमा औषधि उपचार गऱ्यौँ र नियमित रूपमा हामी चाहिँ डायलिसिस गऱ्यौँ र त्यसपछि हाम्रो प्रक्रिया पुरा गरेर मृगौला प्रत्यारोपणको काममा हामीले चाहिँ प्रत्यारोपण गऱ्यौँ भने पनि हामीले हाम्रो जीवनको आयुलाई लम्ब्याउन सकिन्छ, आयु थप्न सकिन्छ र हामीले किडनीलाई जोगाउन सक्यौँ भने यो किडनीले लामो समयसम्म काम गर्न सक्छ र हाम्रो जीवनलाई हामीले चाहिँ जीवन्त राख्न सकिन्छ। त्यसकारणले गर्दा कुनै पनि मृगौला रोगका बिरामीहरूलाई नआत्तिनको लागि पनि म यहाँहरूलाई आग्रह गर्न चाहन्छु। त्यसै गरेर मृगौला रोगका बिरामीहरूको लागि निकै नै ठुलो खर्च लाग्ने भएको हुनाले हामी सुविधा सम्पन्न अथवा आर्थिक अवस्था राम्रो भएका मान्छेहरू सबै मृगौला रोगका बिरामी हुँदैनौँ। हामीलाई आर्थिक अभावको सङ्कट परि नै रहेको हुन्छ। त्यसकारणले गर्दाखेरि मृगौला सम्बन्धी बिरामी हुनुभएका जति पनि गाउँघरमा, समाज समुदायमा अथवा गाउँघर, सहर, बजार अथवा छिमेकीमा बिरामी हुनुहुन्छ भने हामीले एउटा मानवीय रूपमा पनि आफूले सक्ने सहयोग स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उहाँहरूलाई आफ्नो हैसियत, आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरेर भए पनि उहाँहरूको जीवनको बाँच्ने आयु लम्ब्याउनको लागि, उहाँहरूको जीवन रक्षाका लागि चाहिँ सहयोग गर्नका लागि म सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु र मृगौला रोग लागेका साथीहरूलाई पनि बिरामीहरूलाई पनि जसले डायलिसिस गर्दै हुनुहुन्छ अथवा जसले किडनीको ट्रान्सप्लान्ट गर्न लागिरहनु भएको छ उहाँहरूलाई निश्चिन्त भएर मृगौला प्रत्यारोपण या डायलिसिसको माध्यमबाट पनि हामी चाहिँ बाँच्न सकिन्छ भन्ने कुरा चाहिँ सबैलाई म आग्रह गर्न चाहन्छु र त्यो आत्मविश्वास डह्रो बनाएर अगाडि बढ्नको लागि पनि सम्पूर्ण मृगौलासँग सम्बन्धित बिरामीहरूलाई आग्रह गर्न चाहन्छु र जसलाई
मृगौला सम्बन्धी कुनै पनि समस्या देखिएको छैन भने पनि कम्तीमा पनि हामीले मृगौलाको परीक्षण चाहिँ अथवा हाम्रो किडनीले काम कस्तो गरिरहेको छ, किडनीको अवस्था कस्तो छ भन्ने कुरा चाहिँ कम्तीमा पनि चिकित्सकको सल्लाहअनुसार या हामीले सामान्यतया पनि वर्षमा 2 पटक चाहिँ हामीले किडनीसँग सम्बन्धित टेस्टहरू गऱ्यौँ भने पनि हाम्रो किडनी थाहा पाउन सकिन्छ। र हाम्रो यति बेला चाहिँ खानपिनहरू पनि एकदमै रासायनिक मलहरू, विषादीहरू हालेको खानेकुराहरूको कारणले गर्दा र हाम्रो खानपिन र जीवनशैलीहरू चाहिँ एउटा हाम्रो चाहिँ जुन किसिमको एउटा व्यायाम, एक्सर्साइज गर्नुपर्ने, श्रम गर्नुपर्ने त्यो नगरेको कारणले गर्दाखेरि पनि हाम्रो किडनीको फङ्सन चाहिँ एउटा हाम्रो जति रूपमा चाहिँ हाम्रो किडनीले राम्रोसँग काम गर्नुपर्ने गरिरहेको छैन। त्यस कारणले गर्दा किडनीलाई जोगाउँ हामीले, र किडनीले जोगाउन सक्यौँ भने सबैभन्दा राम्रो हुन्छ। र शरीरका अन्य अङ्गहरूलाई पनि हामीले महत्त्वपूर्ण सबै अङ्गहरूलाई, सिस्टमलाई, होल पार्टलाई जोगाउन सक्यौँ भने हामी सुस्थ र निरोगी बन्न सक्यौँ भने हाम्रो सबैभन्दा ठुलो अमूल्य सम्पत्ति भनेको स्वस्थ जीवन हो। त्यस कारणले गर्दाखेरि हाम्रा खानपिन र जीवनशैलीमा पनि हामी स्वस्थ र निरोगी व्यक्तिहरूले पनि यसलाई ध्यान दिउँ र हामी किडनीका बिरामीहरूले पनि डाइटिसियनले दिएको सल्लाह सुझावअनुसार हामीले आफ्नो खानपिनलाई हामीले चाहिँ सुधार गरौँ र हरेक कुराहरूमा चाहिँ चिकित्सकको सल्लाहअनुसार हामीले नियमित औषधि उपचार गऱ्यौँ भने मलाई लाग्छ हाम्रो जीवनको आयुलाई धेरै लम्ब्याउन सकिन्छ भन्ने कुराहरू यहाँहरूको बिचमा राख्दै यहाँहरू सबैलाई आजको यो मेरो अनुभव मृगौला सम्बन्धी समस्या भएपछि र मृगौला प्रत्यारोपण गरिसके पश्चात चाहिँ मलाई लागेका केही कुराहरू राखेँ। तपाईँलाई कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रियाको लागि सबैमा हार्दिक आग्रह गर्न चाहन्छु र सबैमा नमस्कार, धन्यवाद।